यदि तपाईले मज्जाले पोलेर मासु खानुहुँदैछ, कोही बेला ग्रिल गरेर खानुहुँदैछ र कोही बेला त्यसलाई स्मोक्ड गरेर खानुहुँदैछ र आफ्नो परिवारलाई पनि खुवाउनु हुँदैछ भनेदेखिलाई आजदेखि तपाईँ अलिकति होशियार हुनुहोस्। किनभनेदेखिलाई चाहिँ ICMR इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले दिएको रिपोर्ट अनुसार प्राय जस्तो स्टमक क्यान्सर र ग्यास्ट्रिक क्यान्सर हुनुको मुख्य कारण चाहिँ पोलेको मासु हो भनेर पत्तो लगाएको छ। ये बात है। जति बेसी हामी मासुलाई पोल्छौं त्यति नै त्यसले एउटा कार्सिनोजेनिक केमिकल्स रिलिज गर्ने गर्दछ, जुन चाहिँ केमिकल्सले चाहिँ हाम्रो शरीरमा चाहिँ क्यान्सर सेललाई डेभलप गरेर लान्दछ। विशेष गरी हामी पहाडी भेगमा बस्ने एथनिक ग्रुप जस्तै भोटे लाप्चे नेपाली, हामी यी कम्युनिटीमा प्राय जस्तो स्टमक क्यान्सर र ग्यास्ट्रिक क्यान्सरको देखा परिएको भेटाउँछौं। यो हुनुको मुख्य कारण चाहिँ हामी प्राय जस्तो मासुलाई स्मोक गरेर कोही बेला त्यसलाई ग्रिल गरेर हामी यानी कि हामी पोलेर खानु हामी प्राय जस्तो